मेडुसाको ट्याटु तपाईँले फिमेलहरूको हातमा हेर्नुभएको होला। अहिले यस्तो डरलाग्दो मेडुसाको स्टोरी साह्रै नै दुःखलाग्दो छ। एकदमै तपाईँहरूको मन दुख्नेछ यो स्टोरी सुनेर। मेडुसा कुनै जमानामा एन्सियन्ट ग्रिसमा बस्थिन् अनि उनी एकदम ब्युटिफुल थिइन्। उनको लङ सिल्की कपाल, ब्युटिफुल आइज सबलाई एकदम एट्र्याक्ट गर्थ्यो। तर मेडुसा चाहिँ अथिनाको सबैभन्दा ठुलो भक्त थिइन्। सो तिनले आफ्नो लाइफ चाहिँ अथिनालाई समर्पण गरेको थिइन् र अथिनाको मन्दिरमा पूजापाठ गर्ने र लाइफ टाइमसम्म म चाहिँ बिहे गर्दिनँ भनेर उनले चाहिँ कसम लिएको थिइन्। मेडुसा यति राम्री थिइन् कि सबैजना अथिनाको मन्दिरमा अथिनालाई पूजा गर्नुभन्दा पनि धेरै मेडुसालाई हेर्न आउँथे अनि यो कुराले अथिना चाहिँ एकदम जेलेस थिइन्, एकदम जेलेस होइन। त्यसै गरी एक दिन पोसाइडनको नजर मेडुसामाथि पर्छ। पोसाइडन चाहिँ गड अफ सी है। अनि उनले चाहिँ अथिनालाई धेरै प्रपोज गर्छन्, यताउता गर्छन् तर मेडुसाले चाहिँ मान्दिनन् किनभने उनले आफू आजीवन विवाह नगर्ने अविवाहितै रहने भनेर कसम खाएकी थिइन्। सो पोसाइडनले एक दिन जबरजस्ती मेडुसाको साथ त्यो नराम्रो काम गर्छन् अथिनाको मन्दिरमै। अनि यो कुराले अथिना एकदमै रिसाउँछिन्। तर सबैभन्दा नराम्रो कुरा के छ थाहा छ यहाँ? पोसाइडनलाई सजाय दिनको साटो अथिना बिकज सी वाज जेलस अफ मेडुसा होइन। सो उनलाई त मौका मिल्यो कि यस्तो अपवित्र काम तिमीहरूले यहाँ मन्दिरमा कसरी गर्यो भनेर उनले चाहिँ मेडुसालाई श्राप दिइन् र उनको श्रापको कारण मेडुसाको जो ब्युटिफुल लङ हेयर थियो त्यो चाहिँ स्नेक्सहरूमा टर्न भयो अनि उनको जो ब्युटिफुल आइज थियो कसैले उनको आँखामा हेऱ्यो भने उनीहरू पनि स्टोनको बन्छन् भनेर अथिनाले श्राप दिएकी थिइन्। यो हो मेडुसाको स्टोरी। जिन्दगीभर लोनली अनि भनिन्छ कि मेडुसा वाज भिक्टिम हो नि त मेडुसा त। तर उनलाई यसरी पोर्ट्रे गरियो कि जस्तो कि मेडुसा एउटा मोन्स्टर हो। तर मेडुसा एउटा भक्त थिइन्। मेडुसाको साथ गलत भएको थियो। सो जो केटीहरूले पनि आफ्नो हातमा मेडुसाको ट्याटु बनाएको हुन्छ त्यो चाहिँ एउटा सेक्सुअल असल्ट र एउटा स्ट्रगल फिमेलको देखाउनको लागि बनाइएको हुन्छ। यो हो मेडुसाको स्टोरी। तपाईँहरूलाई कस्तो लाग्यो मलाई फलो गर्नु होला। म अझै पनि धेरै स्टोरीहरू लिएर आउने छु तपाईँहरूलाई। एन्सियन्ट ग्रिक गडेसहरूको बारेमा, इजिप्ट, इट इज एकदम अर्बन लेजेन्डहरू, हरर स्टोरिजहरू, एन्सियन्ट सबै स्टोरीहरू। सो टेक केयर, बाई।